अहिले चाहिँ अर्को चोक जान लाग्यो म चाहिँ मान्छे लिन जाँदैछु सबले माया देखाउनु पर्यो मैले भ्लग सुरु गरिरहेको छु आहा सीताराम कता बढी बस्नु भएको छ लेखनाथको गाडी जानेतिर भन्ने के अरे कहाँनिर बसेको गयो गयो कि के हो गाडीमा गएछ क्या हो छ्या गाडीमा गएछ क्या कस्तो कल नलागे के हो खोइ कहाँनिर हो नि उता भित्रपट्टि म हाइसको अगाडि छु कि सबभन्दा हाइसतिरको अगाडि छ यो सामुदायिक छेउतिर के यो हाइस के यो त हाइस अगाडि है अगाडिको हाइस के ए देखे तपाईँ उता उता यता ल गाइस म त गाडीमा गइछ क्या पनि त भनेको यही रहेछ बस्नु धेरै टाइम त लाग्दैन होला नि है 400 दियो हुन त धेरै टाइम त लाग्दैन होला नि ए अर्को चोकनिरै हो कतिको भित्र जानुपर्छ र यहाँबाट चोकसम्म गएको 200 हो होइन अरे कहना क्या चाहते हो 193 यस्तै 99 देखाएको छ नि त अब तपाईँले चोकसम्मै छोडिदिन्छु भन्नुहुन्छ नि तपाईँलाई अब 225 होइन तपाईँ फर्किने होइन र म फर्किने हो कति टाइम लाग्छ लाग्दैन कि धेरै लुगा लिएर अनि म जाने चाहिँ त्यो बडाले त्यो बसको बाटो जाने हो कि थोरै अलिकति मासतिर हो कि तर जाने चाहिँ म सधैँ फिक्सेमै हो उहाँसम्म होइन अब तपाईँ माया पर्नु भयो हामी त गइरहन्छ नि के अरे त्यो सबैजना एकजना दाइ हुनुहुन्छ कि 4 जन हो कि के हो त्यो दाइ बिर्नु हुनुहुन्छ रहेछ त्यही भएर ए हो बाटै बुक गरेर जाउँ न आज बहिनी भन्नुभयो न ए सधैँ अब एकनाथ कहाँ हुन्छ त नि है कहिले कता पुगिरहेको हुन्छ क्या राइडरहरू फेरि अहिले टाढा भइरहेको हुन्छ अनि त्यही भएर कति भयो र भएको एक्सिडेन्ट भएको 1 महिना बढी भइसक्यो 1 महिना बढी गाह्रो छ भन्छ है कस्तो बाँच्यो भन्नु न त्यही ठुलो कुरो हो अब होइन एउटा बेड हेरेको त चार्ज लिँदो रहेछ सरकारी भन्ने मात्रै रहेछ त्यो हस्पिटल गण्डकीमा त्यही त गण्डकी अब सरकारी भन्ने मात्रै हो हुन त पैसा त त्यही हो प्राइभेटमा त प्राइभेटमा जस्तै जान्छ जान त 10% कम होला नत्र त त्यही बराबरी नै भन्ने भयो अनि अब सरकारी हस्पिटलमा
ई सेवाको फोन पेको अँ, त्यो पनि राख्न पर्छ नि त सरकारी हो एसएसपी हो अँ, अब कसैसँग त क्यास त हुँदैन नि त दाइ होइन इमर्जेन्सी ल अँ, पैसा अब ल उस गर्नु भन्यो नि ट्याक्क ल हस्पिटलमै त्यो फोन पे ई सेवा भयो भने अँ, त्यो मान्छेलाई सजिलो हुन्छ नि त दाइ है अँ, अनि त्यति बेला मेरो दबाई लिएपछि कति त्यस्तै 3,000 कति पुग्यो थियो दाइ होइन अँ, अनि मैले काउन्टरमा गएर फेरि सेवा हुन्छ र दबाई भनेको त कहाँ हुन्छ सेवा यहाँ हुँदैन बाहिर गएर झिकेर लिएर आउनु अनि बल्ल दबाई लैजानु त्यस्तोले गण्डकीमा फोन पे छैन र? नरहेछ त हेलो गाइस, अहिले चाहिँ अर्को चोकनिर भन्दा हल्का भित्रपट्टि आयो अनि दिदी चाहिँ सामान लाने रे भनौँ न, फलफुल लाने हो कि के हो। हामी चाहिँ घर जान लाग्छ अहिले, दिदी आउनु भयो। गाह्रो त मान्नु भएन होइन ठिक छ, ठिक हो। त्यस्तो किन गाह्रो मान्यो र, मेरो काम हो नि त यो। कहाँबाट यहाँबाट त्यो साधन त जान्छ होला नि है? आहा, सिधै सिधै दाइको नाम चाहिँ के हो मेरो युवराज गुरुङ हो तामाङ हो। ए आह, कता यता माथि धेरै नै माथि जानुपर्छ क्या। होइन होइन अम्बो, अब छोडेको छ होला होइन त्यो पनि अब यता अब चाहिँ आयो ओहो, यहाँबाट बाटो छ र? छ अनि यस्तो बाहिरबाट मात्र भयो नि दर्शन गर्नु पर्ला भनेर अनि तपाईँले त्यहाँबाट मलाई त्यहाँसम्म लिएर गइदिएको कति हो उता लेक साइड जाने मिलाएर दिनु न। त्यही मन्दिर जानलाई टालबारे मन्दिर जाने, हजुर यो डुगामा चढेर त होला नि होइन र डुङ्गा चढ्ने, उता डुङ्गा चढेर जाने हो कि के हो? के गरेर जान्छ र अरू डुङ्गै चढ्ने हो त्यहाँ त। यही हो, रोकिदिन्छु है। ल छिटो गएर आइहाल्नु ल, कपडा लिएर। चुरोट तान्नुहुन्छ नि त होइन होइन होइन, म भयो, खासै खान्न म, यसो कहिले काहीँ ड्रिङ्क भएको बेलामा मात्रै। कुर्नु नि त फेरि है म कुर्छु। पैसा छोडेर होइन जानु होइन होइन, गएर गएर आइहाल्नु, छिटो आइहाल्नु ल। आहा, आउँदा आयो, के गर्नु, कतिखेर आउँछ फेरि दिदी। फाइनली हाम्रो बहिनी चाहिँ आए भनौँ न है। कुर्दा 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 थाकिसक्यो। हजुर कफी मनपर्छ ठिकै। तपाईँले यत्रो भेटवेट ठिक छ, केही भएन। तपाईँ एकदम ठिक रहेछ अरू भएको है रिसर एकदम उसको चाहिँ अरू त अनि रिसाउँछ नि। तर भयो नि यसरी वेटिङ चाहिँ गर्नु पर्थेन आज चाहिँ हजुरलाई चाहिँ आज कलसँग भएको किनकि लुगाहरू प्याक गर्नु पर्यो आउँछ खोज्छ हेलो गाइज, म चाहिँ अघि अर्को चोकबाट आएर आउने बित्तिकै साथीलाई तल टुटुङ्गा छोड्न गयो अनि तलै साथीकोमा ढिँडो खाएर अनि एकछिन बसेर अनि आएको साथी बाई। अनि त्यही हो गाइज, सबैले मलाई माया देखाइदिनु पर्यो, सबले सपोर्ट गर्नु पर्यो। अहिले चाहिँ यहाँ मनोकामना ड्राइभिङ सेन्टरबाट यो घले चोकबाट हल्का तलबाट
बराल फिट पेट्रोल पम्प भन्दा तलतिर लेफ्ट साइड भनौँ जरेवार छेउतिर जाने हो। अब के हुन्छ यसो हेर्दै जाउँ न। जय गोरख। गोर्खे कुकुरे लौरे पल्टनमा जित्यो मायाले पहिलो नम्बरमा। हेलो बाहिर निस्किनु न, म आइसक्यो। ल बाहिर निस्किनु। आहा जय गोरख। जय अशोक दाइलाई चाहिँ चर भन्छ के एउटा दाइ हुनुहुन्छ। यस्तै भनेको थियो न त। दिदी तपाईँ जाने दिदी भन्नु बहिनी होला यार। बहिनी हो कि दिदी हो? कति वर्ष पुग्यो हजुर? अन्त बहिनी होला। हेर्दा त अब म भन्दा बहिनी जस्तो छ अनि बहिनी भन्ने त होला हो र। कता हजुर बस्ने यतै हो? ए बस्ने उतै हो? ए यता चाहिँ काम गरेर आउनु भएको? ए पोखरामा भयो कि 15 दिन भयो होला है जाडो भएको। 15-20 दिनै हुन लाग्यो होला एकदम चिसो भएको चाहिँ। बिहान र बेलुका चाहिँ लास्ट जाडो हुन्छ के। फुलेको फुल उडेर जान्छ उडेर जाँदैन। सानै छ त बाइक त उडाउला जस्तो गर्छ। डट बाइक ए बुलेट बाइक एउटा दाइले नि गर्छ क्या, चिनेको दाइले। डट बाइकमा चाहिँ केटाहरू चाहिँ त्यही डट बाइकमा चाहिँ केटी पट्याउने गर्छ क्या। पेट्रोल डेन्जर खान्छ नि यसमा त। अनि बुलेटले नि खान्छ खानु त के अरे अब दुइटाले खान्छ भनौँ न। मान्छेले अझ महँगो बाइकहरू पनि गर्छ के, किनकि फेरि मान्छेले नि फेरि बुझेर दिँदो रहेछ क्या हो पैसा। त्यो अब महँगो उमा चढ्यो अब मान्छे कुनै त अब सबै एउटै कहाँ हुन्छ त नि, मान्छेको सोचाइकै हुन्छ नि त। अनि कुनैले त अब राम्रो उमा चढेपछि त अब ला भने नि दिन नि लाजलाई पनि दिन्छ के। भन्छ डरै परेको तपाईँले एकचोटि। ए साइड हानेन त अनि तिमीलाई साइड हानेन?
फेरि यत्तिकै के भन्छ इमेल लाउने रहेछ अँ यत्तिकै छुट्टीमा टाइम पास गर्नलाई कि ए ए, ए। फर्स्ट राइडमा तपाईँ परेको रे आमा के हो सँगै हुन देखेको रहेछ क्या अरे हजुर अँ त्यो पानट्याङ्गीको उबाट ए डाइरेक्ट गएर बसेको ए उसलाई नै थाहा नरहेछ अनि कल गर्ने अप्सन म्यासेज गर्ने अप्सन पनि नहेरिकन गयो क्या म्यासेज नै गरेको थिएन ए कस्तो डर लाग्दो यार कुकुर कता हो सिधै हो फुलेको फुल मिलेर जान्छ मेरो जान्दैन दिएको छिनो हराइ जाला यही हो अब उता उता भएको भए अब फोन गर्नु राइट चाहियो भन्नुहुन्थ्यो फेरि यता बस्नु हुँदो रहेछ पैसा 100 देखायो क्या हस् थ्याङ्क यू हजुरलाई राम्रोसँग जानु गाह्रो छ है गाह्रो छ फुलेको फुल मिलेर जान्छ मेरो जान्दैन दिएको छिनो आहा छोडियो बहिनीलाई कि बहिनी नै हो बहिनीलाई छोडेर आइयो कहाँ गएर बस्ने होला त नि यहाँ राइड पनि लाउनु पोखरामा मासला आधा घन्टा कहिले त लागिहाल्छ कहिले त डेन्जर कुद्नुपर्छ कसो झ्याउ छ है झ्याउ छ काम गरी खान भनेर काम त गर्ने हो नि काम नगरे फेरि माम खानु पाउँदैनौ गाह्रो छ है मलाई पनि ला कस्तो झुकिरहेको अब यो कहाँ गल्लीमा मदरल्यान्ड स्कुलको गल्लीतिर गएर बस्नु पर्यो यहाँतिर गल्लीतिर गएर बस्छु है त गाइस एकछिन राइड परेन भने त उतै जान्छु एकछिन बस्छु यता कहाँनिर गएर बस्छु एकछिन यतै बस्छु ल बस्दा बस्दा झ्याउ लाग्यो गाइस घरतिर जानु पर्यो राइडै लाउन त नि घर जानु पर्यो काम पर्यो घर पनि जानु पर्यो भने जस्तो केही हुँदैन त नि यहाँ न राइड लाउँछ राम्रोसँग पोखरामा त खासै दिनमा त कहिले त हल्का लाउँछ कुद्नु पर्छ डेन्जर काठमाडौँ जानु पर्ला क्या राइड हाल्न यार काठमाडौँबाट वायर कमाउँछ भन्छ काठमाडौँमा कमाउँछ भने भन्नु त जानुपर्छ कि क्या हो जिन्दगी देखेर नि झ्याउ लागिसक्यो यार
कहिले कमाउने कहिले रमाउने भन्ने आफ्नो त यार कोही सपोर्ट गर्ने मान्छे छैन बाहिर जानु पर्ने भनेको दिमाग खराब भइरहेछ सोच्दा सोच्दा पागल हुन लागिसक्यो के गर्नु अब काम नगरौँ भन्ने अब खै कसैले पैसा दिन्छ भन्ने पनि छैन न घरबाट न बाहिर दाजुभाइ अब ठन्डा छ भयो नि अब त्यही त हो नि सबैलाई पैसाको प्रब्लम छ कसलाई के भन्ने कसलाई के नभन्ने साह्रै गाह्रो चाहिँ छ यार त्यही भएर खै जिन्दगी यसो भ्लग सुरु गरेको सबले माया गर्छ कि वाइडीलाई माया गर्छ कहाँ घर जानु पर्यो आज यस्तो काम पर्यो आजको भ्लग चाहिँ अब घर गएर इभिनिङ भएको छ आज चाहिँ मिठो के गर्नु यार काम पनि गर्नु पाएको छैन त्यही हो यार के गर्ने सोच्दैछु म नि सीताराम कर्म चोकतिर आयो अब घरतिर गएर टाउको धुनु पर्यो भनेको टाउको धोएर यसो अलिक फ्रेस भएर आउनु पर्यो भनेर त्यही त बाहिर त जाम भनेको जान्छ कमाइ छैन कमाइ भएर पनि के गर्ने अब सबै रमाएर सिकेपछि आज कमाउँछ भोलि सिकेर पैसा के यार खर्च पनि त्यस्तै छ साला हो भागी खपर मेरो त खै भाग्यमा नि के यार अब चाहिँ पैसा जम्मा गर्नु पर्यो भनेको जिन्दगी सोच्न गुलासो छ जिन्दगी सोच्न डुबिरहेको छ त्यही त आजकल मेरो मनमा धेरै कुराहरू खेलिरहेछ मलाई नि थाहा छ कतिले त मलाई खेपिरहेछ पैसा कमा भयो रे पैसा कमा भनेर मलाई मरेले सागर ini puran airport हो यताको यहाँनिर के एउटा दाइ चलाउनु दाइ एक्सिडेन्ट परेर बसले हानेर डेड भएको क्या बिचरा ठाउँको ठाउँ मरेको यार त्यो दाइ बिचरा यार एकदम मिल्ने मान्छे राम्रो मान्छेलाई भगवान्ले नि चाँडै लाँदो रहेछ क्या त्यही त राम्रो मान्छेलाई लान्छ क्या भगवान्ले चाँडै
अब राजनीतिमा अब राजनीति पाप गर्ने मान्छेहरू अब बाँचिरहन्छन्। मर्नुपर्ने मान्छेहरू मर्दैनन्। राम्रो मान्छेलाई ट्याप्प टिपेर लान्छ। गाह्रो छ है, गाह्रो छ। हे राम सैनी रमाइली हा 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 चाहन्छु तिमीलाई मेरो जिन्दगी चाहन्छु तिमीसँग मेरो सबै जिउ कति सपनाहरू फेरि यो चाहिँ भित्र सुकुम्बासी एरिया होइन बसपाडाको। कति गाह्रो छ जीवन बिताउन, के गर्नु गाह्रो छ है। गाह्रो छ, गाह्रो छ, गाह्रो छ, जिन्दगी काट्नलाई गाह्रो छ, गाह्रो छ, गाह्रो छ, गाह्रो छ, जिन्दगी काट्नलाई गाह्रो छ, गाह्रो छ, गाह्रो छ, गाह्रो छ, जति माया पाउन गाह्रो छ, गाह्रो छ, गाह्रो छ, गाह्रो छ, गाह्रो छ। ए तँलाई चाहिँ घमण्ड टाढो छ, मलाई चाहिँ पैसाकै खाँचो छ। त्यही गएर राइटमा कुदेछ क्या माधव। ओ गाह्रो 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 यसरी जाने मान्छेलाई टाढो छोरी जाने मान्छेलाई मेरो तल यस्तै छ वाइडीको पारा पारा मेरो छाडा होइन नि भिटेन साला, होइन नि म भिटेन साला हो गया। यस्तो पाराले चल्दैन यहाँ लाग्दो लाग्दो माधव छोट बहन चोट म यस्तो भयो तोरसँग पुलतिर आइयो घर पनि आइयो घर पनि आइयो वाइडीले कस्तो दुःख पाइयो। ला 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 यस्तै छ जिन्दगानी दर्पण छाया। चिसो चिसो हावाले दिमाग खराब भएको छ यार।
लगायत भरायो नेक्स्ट टाइम भेटौँला है त ओ दिदी के छ हाल खबर भाइले हेर्नै भ्लग सुरु गर्नु ला अब माइक साइक किनेर के भन्नु छ दिदी आराम हुनुहुन्छ